कि यो भएको भिडियो आउट त भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु होइन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु। ठिक छ, जे भयो भयो होइन, जे भयो भयो। नगर्ने गल्ती मबाट भयो। म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न, प्लिज। त्यति हो मेरो कुरा होइन। मलाई माफ गरिदियो होइन, मबाट गल्ती भएछ होइन, म सरी भन्न चाहन्छु होइन। हामी दुईजनाको 1 इयर जति हाम्रो रिलेसन थियो र बिचमा तिमीले छोडिदिनदेखि अनि पछि मैले चाहिँ त्यो भिडियोहरू चाहिँ लिक गरेको होइन, सेयर गरेको, सबैलाई भाइरल गरेको होइन। त्यसको लागि म माफी मागेँ होइन। अनि अझै पनि भन्छु, त्यस्तो फाइल साइल नगर, केस नगर म माथि होइन। म त भन्छु होइन, अझै पनि हामीहरू रिलेसनसिपमा बस्छौँ होइन, केही छैन होइन। मलाई गोरी चाहिँदैन, खाली भए पुग्छ। मलाई लाइक भैँसी किन नहोस्, मलाई तिमी भए पुग्छ। डङ्गु फर्केर आऊ, ममाथि केस नगर होइन। जे पनि भयो भयो होइन, म सरी भन्न चाहन्छु। हाम्रो एक साल पहिला त राम्रै चलिरहेको थियो रिलेसनसिपमा, पछि तिमी सेलिब्रेटी भएर मलाई छोडेको होइन। त्यही भएर मैले भाइरल गरेको नि। मलाई माफ गरिदेऊ, डङ्गु फर्केर आऊ।